Click on Zombie Apocalypse. नमस्कार, म भुवनद्वारा यहाँलाई स्वागत छ मेरो युट्युब च्यानल द क्रिएटिभ माइन्ड प्रोडक्सनद्वारा प्रस्तुत एमएस पेन्ट इन नेपाली पार्ट 3 अन्तर्गत म यहाँहरूलाई नेपाली एमएस पेन्ट इन नेपाली पार्ट 1 र पार्ट 2 मा बेसिक्स अफ पेन्टिङ लगायत टुल्स, सेप्स, साइज अनि कलर्सहरूको जानकारी दिइसकेको छु र आज यस पार्टमा म यहाँहरूलाई सेप आउटलाइन, त्यसैगरी फिल, त्यसैगरी रोटेट, रिसाइज, सेलेक्ट, पेस्ट, होम र भ्यू जस्ता बाँकी फङ्सनहरूमाथि म चर्चा गर्नेछु। सो सबैभन्दा पहिला हामी एउटा ड्रइङ टुल लिन्छौँ। सबैभन्दा पहिला यसलाई कन्ट्रोल ए गरेर हामी डिलिट गरौँ र अब यहाँबाट मैले एउटा टुल लिएँ, सेप्स सर्कल, र सर्कललाई मैले यसरी फिल गर्न चाहेँ। यो कलर 1 भएको हुनाले ब्ल्याक लियो, यसलाई ब्ल्याक लिन पनि सकिन्छ। र यहाँ आउटलाइन देखिरहनु भएको छ। आउटलाइन भनेको के हो भन्दाखेरि जुन हामीले लाइन कोर्यौँ, सर्कलको जुन यसरी रेखा कोरेको छ यसलाई हामी आउटलाइन भन्छौँ। यहाँबाट देख्न सक्नुहुन्छ हामी यसको इम्प्याक्ट चेन्ज गर्न सक्छौँ। आउटलाइन हामीले यसरी चेन्ज गर्न सक्छौँ। ल हेर्नुहोस्, यसरी क्यारेन बनाउँदाखेरि यसरी देख्न सकिन्छ। त्यसै गरी यहाँनिर पेन्सिलले कोर्दाखेरि यस्तो देख्न सकिन्छ। र यहाँनिर त्यसै गरी अर्को अप्सन्स फिल रहेको छ। फिल भने के भन्दाखेरि यो कलर 2 युज गर्छ यसले। जस्तै यहाँनिर फिलभित्र कलर हामी एउटा येल्लोइस कलर हालौँ, यहाँ येल्लो कलर फिल गरेँ। अब यहाँबाट फिल गर्न चाहेँ म यो सर्कललाई फिल गर्न चाहेँ भने यहाँनिर क्यारन यस्तो देखिन्छ, मार्करले फिल गर्दा यस्तो देखिन्छ, ओइलले फिल गर्दा यस्तो देखिन्छ, नेचुरल पेन्सिलले फिल गर्दा यस्तो देखिन्छ, वाटर कलरले फिल गर्दा यस्तो देखिन्छ। सो सपोज मैले यहाँनिर ओइल लिएर यसरी फिल गरेँ, या वाटर कलर मानौँ, मैले वाटर कलरको फर्मेटमा यसलाई फिल गर्न चाहेँ र हामी एकचोटि बाहिर क्लिक गर्छौँ, यो हाम्रो फाइनल सेप प्रदान हुन्छ। त्यसै गरी हामी अर्को एउटा सेप लियौँ, यो रेक्ट्याङ्गुलर, राउन्डेड रेक्ट्याङ्गुलर लिएको, र यसलाई यहाँनिर हामीले बनाउँदै गर्दा ल यहाँनिर यो पहिलेदेखि पेन्सिल हामीले सेलेक्ट गरेका छौँ र फिलमा पनि हामीले वाटर कलर सेलेक्ट गरेको हुनाले यसको आउटलाइन पनि त्यही हिसाबले भयो र फिल पनि अटोमेटिकली त्यही हिसाबले भयो। यहाँ अब हामी चेन्ज गर्न चाहन्छौँ पहिलाको अवस्थामा भने यहाँबाट के गरिदिनु पऱ्यो, सोलिड कलर। ल हेर्नुहोस्, यसको आउटलाइन यहाँबाट चेन्ज भएको छ, पूर्ण रूपमा ब्ल्याक भयो, सोलिड ब्ल्याक। र फिललाई हामीले यहाँबाट चेन्ज गर्न सक्छौँ। र यदि हामीलाई मन छैन, हामी पुरानै यो सोलिड कलर पनि फिल गर्न चाहन्छु पुरानै भन्दाखेरि यसरी नो फिल हामीले गरेपछि यसरी नो फिल सेलेक्ट हुन्छ र कलर 2 मा हामी वाइट यसरी सेलेक्ट गरिदिन्छौँ। अब हामी कुनै पनि यहाँबाट सेप लिएर हामीले यसरी सेप बनाउँदै गर्दा हाम्रो पुरानै ढाँचामा हुन्छ। र यहाँबाट कुनै चेन्ज ल्याउन चाह्यो भने हामीले यहाँबाट फिलहरू गर्न सक्छौँ। यहाँ कलर 2 मा कलर ल्याएर ल हेर्नुहोस्, यसरी हामीले फिलहरू गर्न सक्छौँ। होइन हामीलाई ठिक छ, यतिकै ठिक छ भन्दाखेरि यहाँनिर वाइट कलर हामी हालिदिन सक्छौँ यो कलर 2 मा, र यहाँनिर फिल भनेको नो फिल हामीले गरिदिन्छौँ। सो यो रह्यो साथीहरू आउटलाइन पनि हामीले फरक पार्न सक्छौँ। ल हेर्नुहोस्, यसरी यदि तपाईँलाई ठिक छैन भने तपाईँले सोलिड कलर राख्नुहोस् र यसलाई यतिकै छोडिदिनुहोस्। सो यो रह्यो हाम्रो आउटलाइन र फिल। त्यसै गरी अर्को हामी सिक्छौँ यस अन्तर्गत अब सेलेक्सनका कुराहरू, जसलाई बाहिर क्लिक गर्दाखेरि यसरी हामीले पोलिगनको सेप दियौँ। र अब हामी यहाँ सेलेक्टका कुराहरू सिक्छौँ। सेलेक्टमा हेर्नुहोस्, रेक्ट्याङ्गुलर, यसलाई यसरी हामीले सेलेक्ट गर्न सक्छौँ। ल हेर्नुहोस्, रेक्ट्याङ्गुलरमा यसरी हामीले चतुर्भुज आकारमा, 4 कुने आकारमा हामी यसरी सेलेक्ट गर्न सक्छौँ। र यसलाई सेलेक्ट गरिसके पछाडि हामीले यसलाई लेफ्ट माउस क्लिक गरेर हामी यसलाई कहीँ पनि मुभ गर्न सक्छौँ र जहाँ आफूलाई फिट छ त्यहीँनिर हामी यसरी राख्न सक्छौँ। र साथीहरू यसलाई मुभ गर्दै गर्दा तपाईँहरूले देख्न सक्नुहुन्छ यो रेक्ट्याङ्गल सँगसँगै पछाडिको वाइट कलरको पेज जति हामीले सेलेक्ट गरेर त्यो पनि आएको छ। र तपाईँहरूले चाहनुहुन्छ कि यो रेक्ट्याङ्गल ब्ल्याक लाइन मात्रै आओस् भन्दाखेरि यतिखेर तपाईँहरूले के गर्नु पऱ्यो भन्दाखेरि सेलेक्टमा क्लिक गर्नुहोस्, पुनः यो ड्रप डाउन बटनमा, र यहाँ ट्रान्सप्यारेन्ट सेलेक्सन गर्नुहोस्। ल हेर्नुहोस्, अब हामी लेफ्ट क्लिक गर्छौँ र यसलाई सार्छौँ। ल हेर्नुहोस्, अब हाम्रो के भयो, यो रेक्ट्याङ्गलको लाइन मात्रै यसरी मुभ हुन्छ। तपाईँले जहाँ मुभ गर्न चाहनुहुन्छ, जहाँ फिट गर्न चाहनुहुन्छ यसरी फिट गर्न सक्नुहुन्छ। यदि यसमा कुनै अप्ठ्यारो छ भने तपाईँले पुनः ध्यान दिनु होला, यो सेलेक्टमा गएर हामी ट्रान्सप्यारेन्ट गर्छौँ, त्यस पछाडि यसरी हुन्छ। र यसलाई पुनः हामी ट्रान्सप्यारेन्ट अफ गरेपछि यसलाई मुभ गर्दाखेरि ल हेर्नुहोस्, पछाडिको पेपर पनि मुभ भइरहेको छ। सो हामीले यसरी ट्रान्सप्यारेन्ट सेलेक्ट गर्छौँ र यसलाई मुभ गरेर यहाँनिर फिट गर्ने प्रयास गर्छौँ। त्यसै गरी सेलेक्सन अन्तर्गत अर्को रहेको छ फ्री फ्रम सेलेक्सन। यो अघि रेक्ट्याङ्गुलर सेलेक्सन थियो, हामीले कुनै आकारलाई, निश्चित आकारलाई मात्र हामीले सेभ गर्न सक्यो। अब हामी अनिश्चित आकारले हामीलाई जस्तो मन छ त्यस्तो गरी सेलेक्सन गर्नु पर्यो भने फ्री फ्रम सेलेक्सन हामी गर्छौँ।
ल अब यहाँनिर हेर्नुहोस्, यसलाई मैले के गरेँ भन्दाखेरि मैले यसरी काटेँ, यहाँको इमेज यसरी मैले कट गरेर अब यसलाई मुभ गरेपछि त्यति मात्र मुभ हुने भयो हाम्रो। ल त्यति मात्रै, यसरी मात्र के भयो त हाम्रो खाँदै मुभ हुने भयो। सो हामीले यसरी जसरी चाहन्छौँ यसरी मुभ गरेर हामीले यसरी राख्न सक्छौँ। यो के भयो भन्दाखेरि तपाईँले कुनै एउटा निश्चित आकार चाहनुहुन्छ भने रेक्टेङ्गुलर सेलेक्सन लिनुहोस्, र अर्को तपाईँले फ्री फ्रम सेलेक्सन चाहनुहुन्छ भने तपाईँहरूले यहाँबाट फ्री फ्रम सेलेक्सन लिन सक्नुहुन्छ र यसरी फ्री फ्रम सेलेक्सन गरेर यसरी तपाईँले चाहेको आकारमा तपाईँले यसरी काटेर तपाईँ इमेजलाई यसरी बाहिर निकाल्न सक्नुहुन्छ र आफूले चाहेको ठाउँमा यसरी राख्न सक्नुहुन्छ। र यसरी बाहिर क्लिक गर्नुहोस्, यसरी के हुन्छ हामीले सेलेक्सनका कुराहरू हामीले यहाँबाट गर्छौँ। ट्रान्सप्यारेन्ट पनि हामी अफ गर्छौँ र यहाँनिर तपाईँहरूले देखिरहनु भएको छ यो सेलेक्ट अल, यहाँ क्लिक गर्नुहोस्, या कि त सर्टकट बटन कन्ट्रोल ए, स्क्रिनमा कन्ट्रोल यहाँनिर तपाईँले किबोर्डमा देख्न सक्नुहुन्छ लेफ्ट साइडमा कन्ट्रोल अनि ए थिचेपछि कन्ट्रोल एमा सबै सेलेक्ट हुन्छ र यसलाई हामी किबोर्डमा भएको डिलिट बटन थिचेपछि यो सम्पूर्ण इमेजहरू के हुन्छ डिलिट हुन्छ। त्यसै गरी साथीहरूलाई म एउटा सानो इमेज बनाएर देखाउन चाहे। यो फर इक्जाम्पल हामी एउटा टेलिभिजन निर्माण गर्ने कोसिस गरौँ, सर्टकट मैले जानेको यसरी हामी टेलिभिजन निर्माण गर्न सक्छौँ सर्टकटमा। र हामी एउटा सर्कल लिएर यसरी हामी फिल गरौँ र यसलाई हामी एउटा कलर फिलर लिएर हामी यसलाई कुनै कलरहरू फिल गर्नु, जस्तै रेड, यसको बोर्डर लाइन सरी यहाँनिर मैले रेड राख्न चाहेँ, यसलाई मैले वाइट बनाउन चाहेँ। सो मैले रेड कलर लिएँ र रेड कलर यहाँनिर फिल गरेँ। त्यसै गरी यसलाई स्क्रिन ब्राउन कलर राम्रो देखिएन, हामी ब्लू कलर लिन्छौँ र यसको स्पिकरलाई हामी यो कलर लिएर हालिदिन्छौँ। सो यसरी हामीले के गर्न सक्छौँ भन्दा टेलिभिजन अलि आकर्षक देखिएन, अब अलि राम्रो देखिएछ। सो हामीले यो के गऱ्यौँ, टेलिभिजन हामीले यहाँबाट लियौँ र यहाँनिर हामी अब के गर्न सक्छौँ भन्दाखेरि यसको साइज हामीले परिवर्तन गर्न सक्छौँ। यहाँनिर तपाईँहरूले देख्न सक्नुहुन्छ रिसाइज, यहाँनिर क्लिक गर्नुहोस् र यहाँनिर अब जस्तै तपाईँ यसलाई ठुलो बनाउन चाहनुहुन्छ, जस्तै 125% गर्न चाहनुहुन्छ यसलाई यसरी लेख्नुहोस् र ओके गर्नुहोस्। ल हेर्नुहोस् यो टेलिभिजनको साइज के भयो भन्दाखेरि 125% ठुलो भयो, हाम्रो पेज ठुलो भयो कि यो स्क्रिनमा भएको हाम्रो इमेजको साइज ठुलो भयो। र यसलाई सानो पार्न चाहनुहुन्छ भने यहाँबाट सेलेक्ट गर्नुहोस् र 75 गर्नुहोस्, 75%, 100 भन्दा मुनि जानुहोस्, ओके गर्नुहोस्। ल हेर्नुहोस् हाम्रो इमेजको साइज के भयो यहाँबाट सानो भयो। यसरी तपाईँले सानो ठुलो यसको साइज बनाउन सक्नुहुन्छ। त्यसै गरी रिसाइज अन्तर्गत अर्को रहेको छ डिग्री या होरिजेन्टल मुभ। यहाँनिर तपाईँ हामीले क्लिक गरौँ र यसलाई तपाईँले एङ्गलमा रोटेट गर्न चाहनुभयो भने हरिजेन्टलसँग यसले एङ्गल बनाउने भनेको अर्थ हामी यहाँ देखाउँछौँ। जस्तै म यहाँ 30 डिग्रीको एङ्गल बनाउन चाहेँ हरिजेन्टलसँग र ओके गरेँ। ल हेर्नुहोस् यसले बनायो एङ्गल, केसँग बनायो भन्दाखेरि हरिजेन्टल भनेको हाम्रो यो धरातल भयो, यो हाम्रो धरातलको रेखा भयो। योसँग यसले के गर्यो भन्दाखेरि यो धरातलसँग यहाँनिर तपाईँहरूले देख्न सक्नुहुन्छ यसरी यसले 30 डिग्रीको एङ्गल यहाँनिर यसरी बनाएको छ, 30 डिग्रीको एङ्गल। हजुर यो धरातलसँग बनाएको छ, किनभने हामीले सँगसँगै त्यो एप्लाई गरेका थियौँ। र यसलाई हामी कन्ट्रोल जेड गरेर पहिलाकै अवस्थामा जान्छौँ, यो हाम्रो भयो। र हामी यहाँबाट पुनः रिसाइजमा जाउँ। यहाँबाट तपाईँले भर्टिकल पनि मुभ गर्न चाहनुहुन्छ भने यहाँबाट भर्टिकल हामीले मुभ गर्न सक्यो। फर इक्जाम्पल म भर्टिकलमा 25 डिग्री मुभ गर्न चाहेँ, इन्टर गरेँ। ल हेर्नुहोस् अब यो के भयो भन्दाखेरि 25 डिग्री मुभ भयो। यो कहाँबाट मुभ भयो भन्दाखेरि भर्टिकल लाइन भनेको हाम्रो के हो भन्दाखेरि यो लाइनबाट हाम्रो के भयो 25 डिग्रीको एङ्गल यसले बनाएको छ। पेन्सिल लिएर मैले यहाँ देखाउन चाहेँ, यो लाइनबाट यसले के गर्यो यसरी रोटेट गरेर हाम्रो कति डिग्रीको एङ्गल बनायो 25, जुन हामीले अहिले लेखेको थियो यहाँनिर यसरी 25 डिग्रीको एङ्गल यसले बनायो भर्टिकलसँग। सो हामीले यसरी रिसाइज गर्न सक्छौँ यहाँबाट हरिजेन्टल भर्टिकल, र अर्को कुरा यहाँबाट हरिजेन्टल र भर्टिकल रोटेट पनि हामीले गर्न सक्छौँ। ओके, र यहाँबाट हामीले सर्टकटमा गएर क्विक एक्सेस टुलबारमा अन्डु गरिदिएपछि हाम्रो यो पुनः पहिलाकै अवस्था प्राप्त हुन्छ। ल हेर्नुहोस् यसरी हामीले पहिलाकै अवस्था यसरी प्राप्त गर्न सक्छौँ। र अब हामीले यहाँ आउटलाइन फिल सिक्यौँ, रिसाइज पनि सिक्यौँ, सेलेक्सन पनि सिक्यौँ, र अब हामी रोटेट बारे जान्छौँ। रोटेट भनेको कस्तो भन्दाखेरि यहाँनिर जस्तै हेर्नुहोस् तपाईँ हामीले के गर्यो भन्दाखेरि 90 डिग्रीलाई रोटेट गरिदिउँ। ल हेर्नुहोस् यो इमेज के भयो 90 डिग्रीले हाम्रो रोटेट भयो। पहिला यो लाइनमा थियो, अब के भयो यसरी तेर्सो थियो, अब के भयो ठाडो भयो। त्यसै गरी फेरि हामी रोटेटमा जान्छौँ र यसलाई पुनः पहिलाकै अवस्थामा ल्याउनु पऱ्यो भने हामीले
90 डिग्री रोटेट गर्दाखेरि यसरी पुनः पहिलाकै अवस्थामा आउँछ र यहाँबाट 180 चाहियो भने हामीले 180 गर्न सक्छौँ। जुन डिग्रीमा चाहियो तपाईँले यहाँबाट रोटेट गर्न सक्नुहुन्छ। त्यसै गरी फ्लिप भर्टिकल गर्दाखेरि यो इमेज यहाँ स्पिकर राइट साइडमा छ भने यसलाई लेफ्ट साइडमा ल्याइदिने काम गर्छ। एकचोटि गरेर हेरौँ। ल हेर्नुहोस्, यसलाई हामीले फ्लिप भर्टिकल गर्दाखेरि फ्लिप भर्टिकल गर्दाखेरि यसले के गर्छ भन्दाखेरि इमेजलाई तल उल्टाउने काम गर्छ। जस्तै म तपाईँलाई देखाउँछु, यहाँनिर एउटा चेन्ज ल्याएर सानो, जस्तै यो सर्कल यहाँनिर राखेर देखाउँछु म तपाईँहरूलाई। अब यो सर्कल हामीले भर्टिकल गऱ्यो भने यो सर्कल समेत यो टेलिभिजनलाई के गर्छ, उल्टो बनाइदिने काम गर्छ। ल हेर्नुहोस्, भर्टिकल। ल हेर्नुहोस्, हाम्रो सर्कल कहाँ आयो, तल। यसले इमेजलाई के गर्यो, उल्टो बनाइदिने काम गर्यो। अब हामी फेरि यसलाई सुल्टो बनाउनु पर्यो भने फ्लिप भर्टिकल गर्नुहोस्। भर्टिकल भनेको ठाडो। ल हेर्नुहोस्, हाम्रो इमेज सिधा भयो। त्यसै गरी अब हामीले के गर्न सक्छौँ, यो फ्लिप हरिजेन्टल गर्दाखेरि यो स्पिकरलाई राइट साइडबाट लेफ्ट साइडमा ल्याएर यो इमेजलाई तेर्सो रूपमा यसले उल्टो पारिदिन्छ। जस्तै हेर्नुहोस्, ल हेर्नुहोस्, यहाँनिर हेर्न सक्नुहुन्छ। पहिला यो स्पिकर यतापट्टि थियो राइट साइडमा, अब तपाईँहरूले देख्न सक्नुहुन्छ यो लेफ्ट साइडमा आइपुगेको छ। सो हामीले यहाँबाट रोटेट गरेर फेरि पहिलाकै अवस्थामा ल्याउँ र यसलाई यसरी ल्याइसके पछाडि अब हामीले यहाँनिर सिक्यौँ आउटलाइन, फिल, त्यसै गरी रिसाइज, रोटेट, सेलेक्ट। र अब हामी यहाँनिर के सिक्छौँ भन्दाखेरि पेस्ट। जस्तै अब यहाँनिर कुनै एउटा इक्जाम्पल लिउँ, हामीले यो एउटा इमेज यहाँनिर बनाएर प्र्याक्टिस गर्छौँ। यहाँनिर यो कलर मैले बनाएँ, यसलाई ब्ल्याक कलर दिन चाहेँ र यो कलरलाई कलर फिलर लिएर मैले येल्लो कलर, ओरेन्ज येल्लो टाइपको कलर मैले यसभित्र फिल गरेँ। अब यहाँबाट के गरेँ भन्दाखेरि यसलाई सेलेक्ट गर्छु म। यसरी मैले यसलाई सेलेक्ट गरेँ र सेलेक्सन कस्तो गरेँ, ट्रान्सप्यारेन्ट। अब यसलाई मैले के गरेँ भन्दाखेरि यसलाई यसरी जसरी पनि मुभ गरेर जहाँ पनि राख्न सक्यो। तर म यसको के चाहन्छु, यही साइजको कपी मैले गरेर अर्को ठाउँ बनाउन चाहन्छु। फेरि यही साइजको बनाउनु त हामीलाई गाह्रो हुन्छ, सानो वा ठुलो बन्न सक्छ हामीले बनाउँदै गर्दा। यसलाई अब के गर्छौँ भन्दाखेरि यहाँबाट कपी गर्छौँ र अब यहाँ पेस्टको अप्सन्समा डाउन आएर कपी गरिसके पछाडि यहाँ पेस्ट गरिदिन्छु। यहाँनिर साथीहरूले हेर्न सक्नुहुन्छ र यसलाई हामी पुनः यसरी युज गर्न सक्छौँ। ल हेर्नुहोस्, यसरी हामीले के गर्न सक्छौँ, यसलाई युज गर्न सक्छौँ, या यसरी पनि हामी यसलाई हाल्न सक्छौँ। ल हेर्नुहोस्, त्यसै गरी फेरि तपाईँले पेस्ट गर्नुभयो भने हामीले कपी गरेको यसले बारम्बार पेस्ट गरि नै रहन्छ। जतिवटा हामीलाई चाहियो यसरी हामीले के गर्न सक्छौँ, पेस्ट गरेर हामीले हाल्न सक्छौँ। र अर्को पेस्ट अन्तर्गत अर्को कुरा के छ भन्दाखेरि कट। जस्तै मलाई के गर्नु छ भन्दाखेरि मलाई यहाँबाट यो इमेजको यो पार्ट मलाई कट गर्नु छ भने, कट गरेर पेस्ट गर्नु छ भने के गर्दैछ, कट। जस्तै हामी पहिला सेलेक्ट गरौँ, जस्तै यहाँको स्पिकरको पार्ट यो मैले के गर्न चाहेँ, कट। सो यसले के गर्छ, कट गरिदिने भयो। र अब हामीले पेस्ट गर्दाखेरि यसले के गरिदिने भयो भन्दाखेरि यहाँनिर त्यही इमेजको पेस्ट गरिदिनु भयो। अब पुनः हामी यहाँ ल्याएर यसलाई सेट गरिदिन्छौँ। सो कट पेस्ट यहाँहरूले बुझ्नुभयो होइन। यहाँबाट यसरी हामी पहिलाकै अवस्थामा सेट गरिदिन्छौँ। राम्रोसँग सेट भएन, केही छैन। सो यहाँले यसलाई यसरी कपी गर्नुभयो भने यसले कपी गरेर यहाँनिर पेस्ट गर्ने काम गर्छ र कट गर्नुभयो भने त्यहाँबाट कटै गरेर यसले के गर्छ, पेस्ट गर्ने काम गर्छ। सो हामी यसरी हाल्न सक्छौँ, यसरी हामीले मिलाउन सक्छौँ। ल हेर्नुहोस्, र अर्को कुरा के छ भन्दाखेरि यहाँनिर हामीले पेस्ट फ्रम भनेको छ। पेस्ट फ्रम हामी हेर्छौँ। पेस्ट फ्रम हामी के गर्छौँ भन्दाखेरि जस्तै मैले यो इमेजबाट मैले के गर्न चाहेँ, पेस्ट गर्न चाहेँ, यहाँनिर ओपन गर्छौँ र अब यहाँनिर जस्तै केही साथीहरूको इमेज छ, यहाँनिरबाट लियौँ। जस्तै यो इमेज मैले के गर्न चाहेँ, यहाँबाट सेलेक्सन छ, यहाँबाट सेलेक्ट गर्न चाहेँ। यसरी मैले यो सेलेक्ट गरेँ, यहाँनिर के गरेँ मैले राम्रोसँग यसलाई सेलेक्ट गरौँ, अझ अनुहार राम्ररी क्लियर रूपमा सेलेक्ट गरौँ। ल हेर्नुहोस्, यसरी मैले कन्ट्रोल जेड यसलाई पुनः हामी सेलेक्ट गर्छौँ। यसरी अनुहार मैले सेलेक्ट गरेँ र यसलाई के गर्न चाहेँ भन्दाखेरि कपी, र कपी गरिसके पछाडि हामी पुनः कन्ट्रोल जेड थिचेपछि हामी पहिलाकै अवस्थामा आउँछौँ, पहिलाकै पिक्चरमा, र हामी यसलाई स्क्रोल गरेर अब त्यो के गर्न सक्छौँ, हामीले यहाँ राइट क्लिक गरेर यहाँ पेस्ट गर्न सक्छौँ, या कि त यहाँ ड्रप डाउन बटनबाट पनि हामी पेस्ट गर्न सक्छौँ। ल हेर्नुहोस्, अब यो इमेज यहाँ आयो। यहाँ हामीले साइज यो कर्नरमा यसरी चतुर्भुज आकारको चारवटा एरो आएपछि हामीले यसरी पिक्चरलाई मुभ गर्न सक्छौँ, पिसलाई, र यसलाई रिसाइज गर्नु यहाँ कुनाबाट हामी गर्छौँ। हुन त हामी यहाँबाट पनि गर्न सक्छौँ, तर यसले गर्दा इमेज ल हेर्नुहोस् नराम्रो देखिन्छ होइन। यहाँबाट पनि यसरी गर्न मिलाउन सकियो, तर हामीले यहीँ कुनाबाट गर्दाखेरि एकैचोटि यसले के गर्ने भयो, इमेज त्यही हिसाबले बनाइदिनु भयो। अब यसलाई हामी यहाँनिर फर इक्जाम्पल पेस्ट गर्न सक्छौँ। यसरी तपाईँले के गर्न सक्नुहुन्छ, अरू इमेजहरूबाट, अरू फोटोहरूबाट पनि तपाईँले काटेर यहाँनिर आफ्नो पेन्टिङमा पेस्ट गर्न सक्नुहुन्छ। सो
हामीले यो भित्र भएका सबै फङ्सनहरू सिक्यौँ र अर्को यहाँनिर रहेको छ भ्यू। अब ट्याब भ्यू भित्रको हामी केही कुरा सिकौँ। यहाँ तपाईँ हामीले रुलर चाह्यो भने यसरी ल्याउन सक्छौँ। रुलर जस्तै मैले काम गर्न चाहेँ, यहाँनिर काम गर्दै गर्दा हामीलाई कति सिलेक्ट भएको छ भन्ने कुरा मलाई थाहा भएन, यहाँबाट यसरी क्लिक गर्दा यो रुलर हामीले ल्याउन सक्छौँ र रुलर चाह्यो भने यहाँबाट हटाउन सक्छौँ। त्यसै गरी यहाँनिर ग्रिड लाइनले यस्तो ग्राफ जस्तो पेपर बनाइदिन्छ। यसले केही होइन, हामीलाई इमेजहरू बनाउन काम गर्न सजिलो हुन्छ। जस्तै मलाई एरो बनाउनु पर्ने छ र ठिकठाक एरो यसरी बनाउनु पऱ्यो भने यसरी बनाउने, र फेरि यही बनाउन गाह्रो हुन्थ्यो, तर ग्राफ भएको हुनाले के गर्न सकेँ मैले, यसरी ट्याक्कै यस्तो इमेज मैले के गर्न सकेँ, बनाउन सकेँ। सो ग्राफ यसको लागि खासमा दिइएको छ, यसरी बनाउन सकेँ र यसलाई हामी भ्यूमा गएर ग्रिड लाइन अफ गरेपछि हाम्रो ग्राफ हट्छ र यो खासमा पेन्टिङ सजिलो होस् भनेर हामीलाई दिइएको छ। र भ्यू अन्तर्गत यहाँ फुल स्क्रिन देख्न सक्नुहुन्छ। यसमा क्लिक गर्नुहुने फुल स्क्रिन हुन्छ हाम्रो एपियर र यसलाई पुनः कुनै पनि ठाउँमा क्लिक गर्नुहोस्, हामी पहिलाको अवस्थामा आइपुग्छौँ। र यहाँनिर जुम आउट, यसरी जुम हामीले यहाँबाट जुम गर्थ्यौँ, जुम 300%, यहाँबाट पनि जुम हटाउन सकिन्छ र यहाँबाट पनि हामीले जुम आउट जुम इन गर्न सक्छौँ यसरी, र 100%मा फिट गरेपछि यो 100%मा आउने भयो। र हामी होमभित्र जान्छौँ र यति कुरा हामीले के सिक्यौँ भन्दाखेरि पेन्टभित्र हामीले यसरी गर्न सक्छौँ। र अर्को हामीले यहाँबाट के गर्न सक्छौँ भन्दाखेरि यहाँनिर अब यो फाइललाई हामीले सेभ गरेका थियौँ र यसलाई सेभ गरेर सेभ गर्नु पऱ्यो भने हामीले यहाँबाट सेभ गरौँ। जस्तै यो पिक्चरलाई मैले नाम दिएँ टेलिभिजन, TELEVISION टेलिभिजन, र यसलाई मैले डेस्कटपमा यसरी सेभ गर्न चाहेँ, डेस्कटपमा यसरी सेभ गर्न चाहेँ। ल हेर्नुहोस्, अब यो इमेजलाई मैले क्लोज गरेँ। यसरी क्लोज गरिसके पछाडि हामीले फेरि यो इमेज यहाँनिर हेरौँ, डेस्कटपमा टेलिभिजन देख्न सक्नुहुन्छ। फेरि यसलाई राइट क्लिक गरेर हामी ओपन विथ पेन्ट गर्छौँ। हामी पुनः त्यो इमेजमा आयौँ। यहाँबाट ड्रप डाउन बटन क्लिक गर्नुहोस्, यहाँबाट हेर्न सक्नुहुन्छ। यहाँले हामीले न्यू गरेपछि यसरी हामीले नयाँ पाना ल्याउन सक्छौँ र यहाँनिर हामीले ओपन गऱ्यो भने जुनै पनि फाइल यहाँबाट ओपन गर्न सक्छ। जस्तै टेलिभिजन मैले ल्याउनु चाहिँ यहाँबाट कुनै पनि फाइल हामीले पेन्टभित्र भएको ओपन गर्न सक्छौँ। त्यसै गरी यो सेभ भयो, अघि हामीले जुन सेभ गरेको थियो सेभ यसरी गर्न सकिन्छ। र यो फाइललाई पुनः नामाकरण गर्नु पऱ्यो भने हामीले यहाँबाट सेभ एज गर्छौँ। सेभ एज जस्तै जुनसुकै फर्मेट, PNG पिक्चर, JPEG पिक्चर, BMG पिक्चर, जुनसुकै पिक्चरमा तपाईँले सेभ गर्न सक्नुहुन्छ र यसलाई हामी पुनः रिनेम गरेर हामीले सेभ गर्छौँ। यो तपाईँहरूले पहिला नै सिकिसक्नु भएको छ र यहाँनिर यसलाई सेभ गरिदिएपछि यो के भयो, पुनः त्यही अर्को नाम तपाईँले हाल्नुभयो भने त्यसरी सेभ हुन्छ। जस्तै सेभ एज गरौँ र तपाईँले पहिला पनि सिक्नु भएको छ, पुनः म देखाउँछु। टेलिभिजनलाई अब TV मात्र भनेर सेभ गरेर इन्टर हाल्ने। ल हेर्नुहोस्, अब यहाँनिर के भयो, यहाँनिर देख्न सक्नुहुन्छ TV भनेर यसको नाम आयो। त्यसै गरी यहाँनिर अर्को देख्छ प्रिन्ट, यहाँबाट तपाईँले प्रिन्ट गर्न सक्नुहुन्छ, पेज सेटअपमा जान सक्नुहुन्छ, प्रिन्ट प्रिभ्यूमा जान सक्नुहुन्छ। म प्रिन्ट प्रिभ्यूबारे अहिले चर्चा गर्नेछु। र त्यसै गरी यहाँबाट इमेल देख्न सक्नुहुन्छ, यहाँले इमेल पठाउन सक्नुहुन्छ। यसलाई डेस्कटप ब्याकग्राउन्डमा पनि सेट गर्न चाहनुहुन्छ भने यो इमेजलाई गर्न सकिन्छ। जस्तै यहाँनिर हामी क्लिक गरेर यहाँबाट फिल गरौँ र यसलाई मिनिमाइज गरौँ। ल हेर्नुहोस्, यहाँ के भयो भन्दाखेरि हाम्रो स्क्रिनमा हामीले बनाएको पेन्टिङ फिट भयो। यसलाई पुनः हामी पहिलाकै स्क्रिन यहाँनिर म फिट गरिदिन्छु। यहाँबाट यसरी लिन्छौँ र यसलाई क्लोज गर्छौँ। हामी पुनः पेन्टिङमै जान्छौँ र यसरी हामीले के गर्न सक्छौँ, यसलाई डेस्कटप ब्याकग्राउन्डमा पनि हामीले बनाएको पेन्टिङलाई फिट गर्न सक्छौँ। त्यसै गरी यहाँ प्रोपर्टिजमा क्लिक गर्नु भने यहाँले देख्न सक्नुहुन्छ। जस्तै सेन्टिमिटर्समा यसको हाइट वेट देख्न सक्नुहुन्छ। त्यसै गरी इन्चेसमा यसको हाइट र वेट देख्न सक्नुहुन्छ पिक्सलमा। र यो ब्ल्याक एन्ड व्हाइट कलर हो भने ब्ल्याक एन्ड व्हाइट या कलर हो भने यहाँनिर देखाइने गरिन्छ। सो हामीले यहाँबाट देख्न सक्छौँ यो मेगा पिक्सलमा देखाएको छ, यहाँनिर कलर पिक्चर हो भनेर देखाएको छ। र अर्को यहाँनिर क्लिक गर्दा एबाउट पेन्ट दिएको छ। यो पेन्ट गर्नुभयो भने यो कुन पेन्ट भनेको, जस्तै मेरो विन्डोज 7 प्रोफेसनल अन्तर्गत यो MS माइक्रोसफ्ट पेन्ट चलाउँदैछु, त्यो यसले देखाएको छ कुन भर्सनको पेन्टिङ यहाँभित्र एभाइलेबल छ, त्यसको प्रपर्टी देखाउँछ। र अर्को भनेको यहाँबाट यसरी क्लिक गर्नुभयो भने हामी यो पेन्टबाट एक्जिट हुन्छौँ र पुनः म पेन्टमै जान चाहेँ। यसरी पेन्टमा गएपछि हामी पेन्टमा जान सक्छौँ र हामी ओपेनबाट त्यही पिक्चर अघिको हामी TV भन्दा यसरी ओपन अप गर्न सक्छौँ। र यहाँहरूले देख्न सक्नुहुन्छ माथि मैले रिभ्यूको बटन हालेको छु, यहाँबाट तपाईँले थप्न सक्नुहुन्छ प्रिन्ट प्रिभ्यूको बटन। यहाँ क्लिक गरेपछि यसलाई हेर्नुहोस् हट्यो। चाहनुहुन्छ भने यहाँबाट प्रिन्ट प्रिभ्यू राखिराख्नुहोस् र यहाँ क्लिक गरेपछि हामी के गर्छौँ, प्रिन्टमा। अब प्रिन्ट गर्दा हाम्रो इमेज यस्तो देखिन्छ।
ब्ल्याक एन्ड व्हाइट पेपरमा हामीले बनाएको इमेज यस्तो देखिन्छ। यहाँ तपाईँले जुम इन गरेर पनि हेर्न सक्नुहुन्छ, जुम आउट गरेर पनि हेर्न सक्नुहुन्छ। र यहाँबाट पेज सेटअपमा हामी जान सक्छौँ प्रिन्ट गर्दा। जस्तै अब यो लेटर दिएको छ, हामीले प्रिन्ट गर्ने पेपर प्रायः हाम्रो A4 साइजको हुन्छ र अरू साइजको पेपर छ भने यहाँबाट तपाईँले सिलेक्ट गर्न सक्नुहुन्छ। जस्तै ट्याब्लोइड, लेटर, एक्जिक्युटिभ, इन्भ्यालप। र यो पेपर सम्बन्धी हामी खास गरेर MS वर्डमा विशेष गरी अध्ययन गर्छौँ। यहाँबाट A4 साइजको पेपर हामीले लिन सक्छौँ। पोर्ट्रेट भनेको ठाडो हुन्छ, ओके गरेर हेर्नुहोस्। हेर्नुहोस् हाम्रो पेपर के भयो, ठाडो भयो। र ल्यान्डस्केप भनेको तेर्सो हुन्छ। ल हेर्नुहोस् हाम्रो पेपरको चौडाइ बढ्यो। सो यसरी हामी पेज सेटअप गर्न सक्छौँ। यहाँबाट हामीले फिट गरेर ओके गऱ्यौँ भने अब यो प्रिन्टको लागि प्रिपेयर छ। हामी यहाँनिर प्रिन्टको बटन क्लिक गरेपछि यहाँनिर हाम्रो प्रिन्ट हुने भयो। र यहाँबाट प्रिन्ट गरेपछि अब के भयो, यहाँनिर प्रिन्टिङ गर्ने भयो यसले। जस्तै मसँग अहिले प्रिन्ट छैन, त्यही भएर यसले प्रिन्ट गरेन। प्रिन्टर कनेक्टेड भएको यसले प्रिन्ट गर्न सक्थ्यो। सो समग्रमा हेर्दाखेरि हामीले MS पेन्टभित्र यति कुराहरू सिक्नुपर्ने कुराहरू छन्। र यहाँहरूले तीनवटै पार्ट देख्दै गर्दा कस्तो लाग्यो, यहाँहरूले के गर्न सक्नुहुन्छ, आफ्नो प्रतिक्रिया दिन सक्नुहुन्छ। र यहाँभित्र अझै कुराहरू केही बाँकी छ भने यहाँहरूले भन्न सक्नुहुन्छ। म त्यसको बारेमा डिस्क्रिप्सन यहाँहरूलाई दिनेछु र अर्को भिडियो बनाएर हाल्नेछु। जसै गरी कुनै पनि इमेजलाई या कुनै पनि अर्को पेन्टलाई, अरू ठाउँबाट ल्याएको पेन्टलाई हामी कसरी एडिट गर्छौँ या स्क्रिनसट पेन्टिङको माध्यमद्वारा कसरी लिन्छौँ, त्यो पार्ट 4 मा म यहाँहरूलाई उल्लेख गर्नेछु। आजलाई यति नै गरौँ। र यहाँहरूलाई यदि यो भिडियो मन परेको छ भने यहाँहरूले लाइक गर्नुहोला र आफ्नो कमेन्ट बक्समा आफ्नो महत्त्वपूर्ण कमेन्ट अवश्य लेख्नुहोला, ताकि मैले यहाँहरूको भ्यू बुझ्न पाऊँ। तपाईँहरूले यो भिडियो बनाएको भिडियोहरूले प्रभाव पारिरहेको छ कि छैन, तपाईँहरूले सिक्न सजिलो भएको छ कि छैन भन्ने कुरा यहाँहरूले उल्लेख गर्नुहोला। र यहाँहरूलाई कुनै अरू यहाँहरूलाई जस्तै भिडियोहरू चाहियो, जस्तै MS वर्ड, एक्सेलका भिडियोजहरू चाहियो भने यहाँहरूले कमेन्ट बक्समा उल्लेख गर्नुहोस्। र यहाँहरूले मेरो च्यानललाई सब्सक्राइब अवश्य गर्नुहोला। सब्सक्राइब गरिसके पछाडि के हुन्छ भन्दाखेरि तपाईँको जीमेलमा मैले अपलोड गर्ने सम्पूर्ण भिडियोहरू तपाईँको जीमेलमा नोटिफिकेसन आउँछ र त्यहाँबाट तपाईँले हेर्न सक्नुहुन्छ। सो सब्सक्राइब गरिदिनुहोला, लाइक गरिदिनुहोस् र आफ्नो बहुमूल्य कमेन्ट दिएर मेरो मेहनतलाई यहाँहरूलाई कस्तो मूल्याङ्कन गर्नुपर्छ भनेर आफ्नो प्रतिक्रिया दिनुहोस्। धन्यवाद।